हेलो गाइज वेलकम टु माई न्यू ब्लग्स। फाइनली हामी चाहिँ बेनी बजार घुम्नको लागि भनेर आएका थियौँ र बेनी बजार घुम्योवरी वारिपट्टि हाडेबिर भन्ने ठाउँमा आएर गाडी कुरेर बसिरहेका छौँ। यो चाहिँ हाडेबिर भन्ने ठाउँ हो। यो पुलबाट पारी टरेपछि बेनी बजार तल गङ्गा। हामी चाहिँ फाइनली गाडी कुरेर बसेका छौँ। गाडी पनि यहाँनिर देख्न सक्नुहुन्छ पार्किङ गरेर राख्नुभएको छ गुरुजीहरूले। अबको केही समय लगट्टै हामी चाहिँ आफ्नो गाउँतिर लाग्नेछौँ है मित्रहरू। ल फाइनली हामी गाडीमा चढिसकेका छौँ। गुरुजीले सामान र प्यासेन्जर मिलाउँदै हुनुहुन्छ। अब हामी चाहिँ लाग्यो है सरररररर यो पिच रोडमा। फाइनली पिच रोड भइरहेको छ है कतै कतै कतै। वारिपट्टि देख्न सक्नुहुन्छ मङ्गलघाट मुनि सेती गङ्गा। वारिपट्टि हाम्रो गाडी सरररर है मित्रहरू। मङ्गलाघाट पनि एकदम सुन्दर सहर छ है मित्रहरू, देख्न सक्नुहुन्छ। र वारिपट्टिको यो हाम्रो गाउँ जाने बाटो पनि एकदमै सरररर द्रुत गतिमा त नभनौँ होइन, कछुवा गतिमा भए पनि जियोस् अपग्रेडिङ विकास हुँदै गइरहेको छ है मित्रहरू। ल हामी चाहिँ बगरफाटमा आएर कसैले सामान हाल्ने, कसैले पेटमा खाजाभुजा हाल्ने भनेर झरेका छन् मित्रहरू। अबको केही समय लगत्तै फेरि हाम्रो गाडी द्रुत गतिमा चल्नेछ है मित्रहरू। ल फाइनली हाम्रो गाडी चल्न सुरु गरिसकेको छ, स्टार्ट गरिसक्नु भएको छ गुरुजीले। ल सरररर हाम्रो गाडी चाहिँ चलिसकेको छ है मित्रहरू। बाटो चाहिँ जे होस् अपग्रेड भइरहेको छ है मित्रहरू, देख्न सक्नुहुन्छ। पिच नभए पनि पिच मुनि मुनिको भइसकेको छ है मित्रहरू। ल देख्न सक्नुहुन्छ। पारिपट्टि देख्न सक्नुहुन्छ है, तल देख्न सक्नुहुन्छ सेती गङ्गा मित्रहरू। बाटो पनि मर्मत हुँदै गइरहेको छ। गाडी चाहिँ सरर कुदिरहेको छ। माथिको भिर उपरी चाहिँ हाम्रो गाउँ भक्किमली गाउँ पर्छ है मित्रहरू। ल सरर गाडी चाहिँ गुडिरहेको छ। यो चाहिँ कोप्रेनिरको बाटो है, देख्न सक्नुहुन्छ। धेरै नै फरक भइसकेको छ है मित्रहरू। सरर गाडी गुडिसकेको छ। तल गङ्गा एकदमै मनमोहक दृश्य है मित्रहरू। एकदमै सुन्दर वातावरण, हरियाली। फाइनली हाम्रो आकाश बुढो पनि मलेसियाबाट आउँदै हुनुहुन्छ है मित्रहरू। उहाँको जुलिया टुम्बा देख्न सक्नुहुन्छ मित्रहरू। हाम्रो आकाश ल सरर हाम्रो गाडी गुडिसकेको छ। हामी चाहिँ कोप्रेनिर छौँ मित्रहरू। बाटो पनि देख्न सक्नुहुन्छ एकदमै 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 राम्रो भइरहेको छ। तल धान पनि हरियो भइसकेको छ है मित्रहरू। कोप्रे झरना भन्ने यो कुनामा रहेको छ मित्रहरू। स्पष्ट नदेखिँदो रहेछ है यहाँबाट कोप्रे झरना, तर पानी परिरहेको छैन, झरना पनि झरिरहेको छैन है मित्रहरू। आहाहा यहाँनिर पनि एकदम सुन्दर बस्ती भइसकेको छ है मित्रहरू, देख्न सक्नुहुन्छ। यो चाहिँ डुडे खोला कोप्रे भन्ने ठाउँ है मित्रहरू। ल धान खेत चाहिँ हरियाली भइसकेको छ। फाइनली मेरो भिडियो हेरेर साथ दिनुभयो, तपाईँहरूलाई धन्यवाद।